बिस्तारै है केटा हो अब अनि जुत्ता लगाउनेले चाहिँ के गर्ने हो होइन किन त्यस्तो गर्नु पर्दैन त यहाँ ढुङ्गामा हिँड्दा भइहाल्छ नि अहिले ए यस्तो दामी बाटो छ यार हिले घुम्ने भनेको उता होला सो कटेर पुरा उयो भएर आएछ काठमाडौँबाट पुरा अनि त 15-20 वर्ष बसिस् त्यहाँ धरि तँलाई त्यहाँ थाहा हुँदैन आफ्नो नजिकै के छ घुम्ने ठाउँ भनेर अहिले चेन्ज हुन्छ मलाई 1 दिनको 2 दिनमा चेन्ज नआए त त्यो पार्क बन्ने भने पार्क हुन्छ भाइ अरू त त्यही नेचुरल त पार्क एउटा वहाँ पर कहाँ झापा इनर्जी कहाँ हो त्यो भनेको झापा इनर्जी थाहा छैन त्यहाँ जाम अस्ति हाइड्रो खोलेको थियो नि अस्ति हाइड्रो झापा इनर्जी सोलर प्यानल यस देखेको छैन नि त देखेको छैन भोलि जानुपर्छ ल कहिले भोलि त होला नि काम नपरेको भए त म त अहिले चलिदिन्छु नि फेरि त्यस्तो काम नपरेको फेरि घर आएपछि दामी छ त ब्लगर दामी छ उयो माथिबाट फेरि तल झर्नुपर्छ तलैबाट जानुपर्छ ठिक वाउ